नमस्कार। म उदयपुर गाईघाट तिरनपा 2 मध्याही घर। मेरो नाम राणा श्रेष्ठ चौधरी। आजभन्दा करिब काम त म पहिलेदेखि नै गरेको थिएँ, तर यो म आफ्नो शरीरको बारेमा र यो सप्लिमेन्टको बारेमा सानो जानकारी र मैले भोगेको हाम्रो शरीरमा भएको पीडा थियो, रोगहरू थियो, त्यसलाई अहिले लगभग सकिसकेको छ जस्तो छ मेरो। म धेरै हस्पिटल कुदे पहिले, जस्तै कि हामी धरान पनि गयो, गोपा क्याम्प पनि गयो, विराट नर्सिङ होम पनि गयो, तपाईँको के अरे यो भरतपुर पनि गए, यहाँ यो नेपाल कार्डियोलोजिस्ट पनि गयो, यो भक्तपुर क्यान्सर हस्पिटल पनि धाएँ, यो महाराजगञ्जको शिक्षण अस्पताल पनि धाएँ। मेरो छोरा अहिले एउटा पुलिसको असि हुनुहुन्छ, त्यसले म पुलिसको उसमा पनि गएँ, तर धेरै ठाउँ जाँदा मेरो रोग निको भएन। अचानक एक दिन म घरमा बसिरहेको थिएँ, हाम्रो छोरा सर कता आउनुभयो। उहाँले मलाई उपचार गर्नुहोस् न, यो उपचार गरेपछि तपाईँको रोग निको हुन्छ भन्नुभयो। होइन हो सर, मैले त दुनियाँ थाहा, मेरो रोग निको हुँदैन। एकछिन म्याडमले भने जस्तै काँटीले बार ठोक्यो मलाई पनि छोरा सरले। अनि ल ठिक छ, म तपाईँको औषधि र यो सप्लिमेन्टको उपचार के अरे म प्रयोग गर्छु भने। आज 7 महिना भयो। 7 महिनामा मेरो क्यान्सर पनि लागेको थियो। 7 महिनाभित्रमा मेरो खुट्टा काट्ने अवसर पनि के अरे डक्टरहरूले भनिसकेको थियो, तपाईँको खुट्टा काट्नुपर्छ। तर उहाँले उपचार गरेर र यो सप्लिमेन्ट खाएर आज म मेरो खुट्टा काट्नुभन्दा बाटो जोगेको छ। रोगीभन्दा पनि म एउटा रोगी मात्रै थिएन, म प्रेसरको रोगी पनि थिएँ, सुगर रोगी पनि थिएँ, मोटुको रोग पनि थियो। मलाई के अरे यो जिउमा धेरै वर्ष पनि थियो। अहिले म करिब यो सप्लिमेन्ट खाएर अहिले म स्वस्थ छु। पहिलेको भन्दा म पहिले सबै कुरो खान्थेँ, तर उहाँसँग यो सप्लिमेन्ट खाँदाखेरि त्यहाँ त्यो दिनदेखि मैले सबै कुरो बाँडेको छु। सिर्फ तरकारी र भात खान्छु, त्यही पनि नुन हालेको, पानी हालेको खाना खान्छु। पहिले 4 थाल खान्थ्यो भने अहिले 1 थालमा झरेको छु। त्यसले पनि एउटा रोग निको पार्दो रहेछ। अनि अहिले म खानेपानीको बारेमा जुन छ, खानेपानीमा म एउटा फिल्टर राखेको छु। यो म जहीँ त्यही पानी खाँदिनँ। त्यो पर्सौलीले गरे पानी मात्रै खान्छु। त्यो कलसको जहीँ त्यही पानी म खाँदिनँ। खानु पऱ्यो भने म बोकेर जान्छु आफ्नो घरबाट। यही आजको मैले यो फललाई यही जानकारी गराएँ। मलाई अहिले डक्टरले मलाई केही पनि छैन तपाईँको शरीरमा भनिसक्यो। डक्टरले मैले यो सप्लिमेन्ट खाइसकेपछि म के अरे आफ्नो अलरेडी चेक गराउँदा केही रोग पत्ता छैन भन्नु। त्यही एउटा खुट्टा काट्ने चाहिँ पहिले भन्यो। अनि त्यही डक्टर नजिक जाँदाखेरि तपाईँको क्यान्सर केही छैन, तपाईँ सफा गर्नुहोस्, यसलाई के अरे यो पुरै गइसकेको थियो। यो प्रत्येक छ, यो फुल यो अहिले थोरै छ, यो पनि पुरा फुल भएको छ।